नमस्ते, म प्रवेश बुढा एन्ड किरक्सन भाइ। आज हामी यतिखेर हामी एकजना हाम्रो मामाको माइजू भगाउन भनेर हामी मुगुतर्फ हिँडेका छौँ। हाम्रो साथमा हुनुहुन्छ हाम्रो हाकिम साहब, अन्डा सहित हुनुहुन्छ। उता हाम्रो मामा, यता चाहिँ यो हाम्रो सानो भाइ। त्यसपछि हामी चाहिँ अहिले चाहिँ ठ्याक्कै राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्जको हामी बुलबुले चेक पोइन्ट क्रस भएका छौँ। ब्याकग्राउन्डमा तपाईँले देख्न सक्नुहुन्छ रारा राष्ट्रिय निकुञ्जको यो चेक पोइन्ट मेन यो जुम्ला र मुगुको सिमानामा छौँ हामी यतिखेर। र ऊ हाम्रो दुलै राजा उता आउँदै हुनुहुन्छ पछाडि है। उहाँलाई चिन्ता छैन कहीँ रहेको रहेछ जार खाने कि चाहिँ भइरहेछ है। ल सबैजनाले हेरेर रमाइलो लिनु होला, फलो गर्नु होला है त। सिउ अनि हामी मुगु जिल्लाको यो कहाँ बालेबग्र होइन, बालेबग्र भन्ने ठाउँमा छौँ। त्यहाँ पारि चाहिँ पुरै जौरा गाउँको पुरै फाँटहरू छ। यतातिर हाम्रो सहकर्मीहरू हुनुहुन्छ। अबको हामी 1 घन्टापछि हामी दुलै रानीलाई हामीले त्यहाँबाट उठाउनेछौँ। त्यतिन्जेलसम्मको लागि हामी धुवा धुलो सङ्घर्ष अफरोड पिच सबै बाटोमा हामी हिँडिरहेका छौँ। यो चाहिँ यो पछाडि ब्याकग्राउन्डमा देखिरहनु भएको छ तपाईँहरूले, सबै चाहिँ बालेबग्र हो। र यो पारितिरको चाहिँ बालेको गाउँ हो। माथि गाउँ चाहिँ यो पुरै जौबारीहरू जौरा गाउँबारीहरू छ है। हाम्रा सहकर्मीहरू आज बेहुली ल्याउने उसमा नाचिरहनु भएको पनि छ र कोही भिडियो बनाइरहनु भएको छ। हाम्रो पछाडि ब्याकग्राउन्डमा हाम्रो दुलै राजा मख हुनुहुन्छ। आज सानो टिप दिने प्रोसेसमा हुनुहुन्छ आज है। ल बाँकी अपडेट चाहिँ हामी तपाईँहरूलाई अर्को ठाउँको अपडेट देखाउनेछौँ। हस् धन्यवाद। हाम्रो दुलै राजा आउँदै हुनुहुन्छ। दुलैलाई लिएर आउँदै हुनुहुन्छ गाईतिर है। ल सही हो, दामी दामी। ल पछाडि हाम्रो मामा श्री सहित आउँदै हुनुहुन्छ। हामी चाहिँ गन्तव्यमा पुगिसकेका छौँ। गन्तव्यमा पुगेर हामी भगाएर लिएर आउँदैछौँ।